नमस्कार। आज माघ शुक्ल पञ्चमी अर्थात् विद्याकी देवी माता सरस्वतीको पूजा गरिने पावन दिन। यस दिनलाई हामी श्री पञ्चमी वा बसन्त पञ्चमी पनि भन्छौँ। के तपाईलाई थाहा छ यस दिन साना बालबालिकाका लागि मात्र होइन, हामी सबैका लागि किन यति धेरै महत्त्वपूर्ण छ त? यसैको सन्दर्भमा आज यस च्यानलले यथार्थ जानकारी दिन गइरहेको छ। आजको दिन साना नानी बाबुहरूले पहिलोपटक अक्षर लेखेर आफ्नो शिक्षाको यात्रा सुरु गर्दछन्, जसलाई अक्षरारम्भ भनिन्छ। धेरै विद्यालयहरूले त आजको दिन भर्ना पनि निःशुल्क लिने गर्दछन्। वसन्त ऋतुको आगमन, आजदेखि शिशिर ऋतु सकिएर वसन्त ऋतुको सुरुवात हुन्छ। त्यसैले आज सबैतिर पहेँलो रङ्गको विशेष महत्त्व हुन्छ। पहेँलो लुगा, पहेँलो फुल र पहेँलो परिकारले ज्ञान र ऊर्जाको प्रतीक मानिन्छ। सबै सिद्ध मुहुर्त ज्योतिषशास्त्र अनुसार आजको दिन कुनै पनि नयाँ काम सुरु गर्न साइत गराउनु पर्दैन। विवाह, घर पैँचो वा नयाँ व्यापार सुरु गर्न आजको दिन निकै शुभ मानिन्छ। त्यसैले यो विभिन्न कारणले गर्दा पनि यस दिनलाई विशेष मानिन्छ। विद्याकी खानी माता सरस्वतीले हामी सबैको मनबाट अज्ञानताको अन्धकार हटाएर ज्ञानको ज्योति छरिदिए हुन्। तपाईँ सबैलाई सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना। तपाईँ अहिले कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ? कमेन्टमा जय सरस्वती माता लेख्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। हवस् त, आजको यस महत्त्वपूर्ण जानकारीसँगै म लक्ष्मी लम्साल खनाल, क्यालगरी, क्यानाडा।